सम्पूर्णमा नमस्कार। आज मिति 2082 साल वैशाख 16 गते हात्ती धपाउने उपकरण टर्च लाइट वितरणको दोस्रो दिन। 1000 बिघा चोकदेखि बाहुनटोल हुँदै अन्तिम घरसम्म आजको वितरण यस प्रकारको रहेको छ। स्थानीय किसानहरूलाई हात्ती आतंकबाट बचाउन अथवा हात्ती धपाउनको निमित्त यसरी टर्च लाइट वितरणको दोस्रो दिन आज बाहुनटोल एरिया 1000 बिघा चोकदेखि अन्तिमसम्मको यस्तो रहेको छ वितरण प्रक्रिया। र सम्पूर्णमा जानकारी होस् कि यो 25,000 रुपैयाँको टर्च लाइट 50 पिस किनेर वितरण गरिएको छ। यसमा पटाका जन्ने जुन पड्काइराखिएको छ हामीले हात्ती धपाउनको निमित्त यो कुनै नगरपालिका वा वडाले कुनै पनि सहयोग गरेको छैन। व्यक्तिगत रूपमा हामीले आफैले गरेका हौँ। कुनै व्यक्तिले भ्रम फैलाउने कोसिस पनि नगर्नु होला कि नगरपालिका अथवा वडाको पैसा ल्याएर बाटोबाट पड्काउँदै हिँड्ने अथवा पड्काएर हिँडेछ भन्ने हल्ला आएको छ। यो सरासर गलत र झुट हो। नगरपालिका वा वडाले कुनै पनि रकम छुट्याएको छैन पटाका जन्ने पदार्थमा। यो सम्पूर्णमा जानकारीको लागि यो प्रस्तुत गरिएको छ। र भिडियो फोटो खिच्ने भाइ राजाराम पोखरेललाई धेरै धेरै धन्यवाद। जतिले सक्नुहुन्छ जहाँ भ्याउनुहुन्छ यस्ता कार्यहरूको फोटो भिडियोहरू सुरक्षित राख्नु कुनै पनि बेला काम लाग्न सक्छ। भिडियो अन्तिमसम्म हेरेर साथ सहयोग कमेन्ट कस्तो लागेको छ स्थानीय गाउँको गतिविधि सम्पूर्णले यो सेयर गरी कमेन्ट गरी आफ्नो क्षेत्रबाट साथ सहयोग के गर्न सक्नुहुन्छ। सेयर गरेर हुन्छ, कमेन्ट गरेर हुन्छ, सुझाव दिएर हुन्छ। सबै खुल्ला रहेको छ। हजुरहरूले कमेन्ट सुझाव दिन वडाको गतिविधि सम्बन्धी सम्पूर्ण जानकारीहरू हामीले प्रस्तुत गरिरहेका छौँ। हात्ती नियन्त्रणका प्रक्रिया अरू के भए र क्षति भएको मकै बालीको पनि विवरणहरू हामीले सम्पूर्ण नगरपालिकाको कृषि शाखामा बुझाइसकेका छौँ। कृषि शाखाले पनि यस्तै वितरण कार्य अथवा राहत क्षतिपूर्ति सहितको भिडियो बनाउने इच्छा छ। यो भिडियो हेर्ने सम्पूर्णले यो इच्छा अथवा विशेष गरी कृषि शाखा नगरपालिकाको कृषि शाखाले चाँडै यस्तो भिडियो बनाउने अवसर मौका दिनेछ भन्ने आशा र विश्वास छ। भिडियो हेरी सहयोग गर्ने साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद। भिडियो अन्तिमसम्म हेरेर साथ सहयोग सेयर कमेन्ट सम्पूर्ण गर्न आग्रह अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद साथ सहयोगको लागि। सम्पूर्णमा धेरै धेरै धन्यवाद। परेछ ल धेरै धेरै बधाई। नाम पर्नु ठुलो कुरो यहाँ त म सही गर्छु।